आमा नमस्ते। नमस्ते। कति वर्ष पुग्नुभयो तपाईँ? म 84 वर्ष भएँ। ए अनि 84 वर्ष पुगिरहँदाखेरि अब बुवा हुनुहुन्न? ए मरेको 15 क्या 20-25 वर्ष 30 वर्ष कति। ए अनि तपाईँ चस्मा टाउकोमाथि राख्नु भएको आँखामा लाउँदाखेरि त त्यो चस्मा लाउँदा नलाउँदा तपाईँ कतिको फरक पाउनु भएको छ अथवा आँखा मजाले देख्नुहुन्छ कि? चस्मा लगाएपछि अलि मधुरो देख्छु, नलाए उज्यालो हुन्छ। ए अनि तपाईँ यति वर्ष पुगिरहँदाखेरि होइन कतिपय तपाईँ जस्तो बुढाबुढी मान्छेले चाहिँ छोराछोरीले चाहिँ मलाई छोरा बुहारीले नाति नातिनाले मलाई अपहेलित गर्छन्, मलाई वृद्ध आश्रममा लगे भनेर कति तपाईँ जस्तै वृद्ध आमा बुवाहरू चाहिँ रोएको देख्छु मैले होइन। तपाईँ छोरा बुहारीप्रति तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ? म त सन्तुष्ट छु। मेरो छोरा नातिलाई दुःख दिन नपरोस्, कसैका घरमा दैलामा माग्न जानु नपरोस्, आफूले हाइमा खाउँ हाइमा हिँड्नु। कान मजाले सुन्नुहुन्छ? सुन्छु म त। छोरा नाति सुख होस्, दुःख दिन नआओस् बाबु मलाई है। अनि के त छोरा नातिलाई दुःख दिन आएर के गर्नु? सुख भयो भने हो हाइमा जिन्दगी जाओ न। ल हेर्नु त कति सन्तोकी है यस्तो पो। ल यही सोध्न खोजेको मैले है माइन तपाईँलाई केही मैले उ गर्न खोजेको होइन। ल मलाई राम्रो छ बाबु, मलाई सोखले पालेको छ, घरमा वस्तु पालेको छैन। मलाई बाबु यहाँ 1 लिटर दुध लान्छन् र मलाई बिहान दुध र भात बेलुका दुध र भात। ए अनि छोराबाले जे खान्छन् तपाईँलाई त्यही दिनुहुन्छ कि तपाईँलाई छुट्टै दिनुहुन्छ कि तातै दिनुहुन्छ कि पहिल्यै दिनुहुन्छ कि सँगै खानुहुन्छ कि? ढिँडो पाक्दैन, केही पकाउँदैन, खाजा भुटिया मग खाने नि रोटी खाजा मलाई चाहिँदैन, म खाने चिया अनि फेरि त्यहाँ बिहान बेलुका दुध र भात चक्लेट त्यति हो म खाने। ल ठिक छ।